अब बुझौँ कि यो क्वेसनमा के भन्न खोजेको छ र यसको सोल्युसन कसरी गर्ने। हेरौँ त। भनेको छ फाइन्ड इक्वेसन अफ सर्कल विथ सेन्टर 2, 3 एन्ड पासिङ थ्रु द सेन्टर अफ सर्कल। यो गिभन सर्कलको सेन्टरबाट पास हुने। यसको मतलब एउटा सर्कल छ जसको सेन्टर 2, 3 छ र त्यो सर्कल यो गिभन सर्कलको सेन्टरबाट पास हुन्छ भनेको छ र हामीलाई त्यसको इक्वेसन के हुन्छ सोधेको छ। अब सबभन्दा पहिले हामीलाई के कुरा दिएको छ त्यो लेखौँ। हेर त, हामीलाई चाहिएको सर्कलको के दिएको छ भने सेन्टर दिएको छ। त्यो कति हो त 2, 3 र अर्को सर्कलको इक्वेसन दिएको छ हैन त, द्याट इज x² + y² - 6x + 2y + 6 = 0 दिएको छ। सिन्स हामीलाई चाहिएको जुन सर्कल छ त्यो यो सर्कलको सेन्टरबाट पास हुन्छ हैन, त्यसैले हामीलाई अब यो सर्कलको के पत्ता लगाउनु पर्ने छ सेन्टर हैन त। ल त्यसको लागि हामी के गरौँ त, यो सर्कलको इक्वेसनलाई इक्वेसन 1 मान्थ्यौँ है। अनि यो सर्कलको इक्वेसनलाई अब हामीले जेनरल इक्वेसन अफ सर्कलसँग कम्पेयर गर्छौँ। भन्नाले x² + y² + 2gx + 2fy + c = 0 सँग कम्पेयर गर्छौँ। कसरी त, यो इक्वेसन 1 लाई। अनि त्यो गरेपछि हामीले के पाउँछ त 2gx भनेपछि 2gx = हामीले यहाँ कति हेर्न सक्छौँ भने -6x छ हैन, भनेपछि त्यही लेख्यौँ। अनि x र x क्यान्सल आउट भएर 2g = यो -6 हो। अनि त्यहाँबाट हामीले g को भ्यालु -3 पायौँ। त्यस्तै हेरौँ त, यो 2fy को भ्यालु यहाँ कति छ त 2y छ, भनेपछि 2fy = 2y भयो। अनि जहाँ y यसरी क्यान्सल आउट भयो भनेपछि 2f = के बच्यो त 2 बच्यो, जहाँबाट f को भ्यालु कति आउँछ 1 र c को भ्यालु कति छ त, यो c को भ्यालु यहाँ 6 छ, भनेपछि c = 6 भयो। अब यति बेला यस्तो कन्डिसनमा हामीलाई सेन्टरको फर्मुला के हुन्छ त -c, -f हुन्छ, भनेपछि माइनस अनि g को भ्यालु -3 अनि कमा माइनस अनि f को भ्यालु 1 है। भनेपछि यो माइनस इन्टु माइनस प्लस 3 भइहाल्यो, त्यसपछि -1। अनि यो जुन हामीले सेन्टर पायौँ यो सर्कल 1 बाट, यो सेन्टर पोइन्ट के हो त, हामीलाई चाहिएको सर्कलको लागि एउटा पासिङ पोइन्ट हो। त्यही कुरा लेखेको छु, विच इज पासिङ पोइन्ट अफ रिक्वायर्ड सर्कल है। हामीले कुनै पनि सर्कलको इक्वेसन पत्ता लगाउन त्यसको सेन्टर थाहा हुनुपर्छ र रेडियस थाहा हुनुपर्छ। यहाँ हामीले सेन्टर थाहा छ तर रेडियस थाहा छैन। र त्यसलाई पत्ता लगाउन अब हामीले के गर्नुपर्छ भने, मानौँ हामीलाई चाहिएको सर्कल यो होइन, जसको सेन्टर 2, 3 भयो र एउटा पासिङ पोइन्ट जुन हामीले भर्खरै निस्कायौँ त्यो गिभन सर्कलबाट हो। अब हेरौँ त, हामीलाई थाहा छ कुनै पनि सर्कलको सेन्टर र त्यसको पासिङ पोइन्ट बिचको जुन डिस्टेन्स हुन्छ त्यो बराबर r भन्नाले रेडियस हुन्छ हैन हो। भनेपछि अब हामीले डिस्टेन्सको फर्मुला युज गरेर के गर्छौँ त, यो र यो पोइन्ट बिचको डिस्टेन्स निस्काउँछौँ, जहाँबाट हामीले r पाइहाल्छौँ। भनेपछि r = डिस्टेन्सको फर्मुला x2 - x1 को होल स्क्वायर प्लस y2 - y1 को होल स्क्वायर। अनि सेन्टरलाई x1 y1 मान्दिए र पासिङ पोइन्टलाई x2 y2 मान्दिए। अब हामीले यो फर्मुलामा x2 x1 र y2 y1 को भ्यालु हालेपछि हामीले रेडियस = कति पाउँछ त √17 पाउँछ हैन। अब यसरी हामीलाई चाहिएको सर्कलको सेन्टर पनि थाहा भयो र रेडियस पनि थाहा भयो। भनेपछि हामीलाई
इक्वेसन अफ सर्कल थाहा छ के हुन्छ यसको फर्मुला x माइनस h को होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर बराबर r स्क्वायर हुन्छ भनेपछि अब यो फर्मुलामा हामीले h k र r को भ्यालु हाल्ने अनि त्यति हालेपछि हामीलाई चाहिएको सर्कलको इक्वेसन निस्किनेछ।